तपाईलाई स्वागत छ मेरो ब्लगमा भन्छु तर म ब्लग कहिले हाल्दिनँ फेरि बनाउने मात्र दिदीलाई पनि छक्क भन्नुभयो ल कहाँ हाल्छु ब्लग त बनाउँछु भनेर हाल्न चाहिँ कहाँ हाल्नुहुन्छ कहीँ पनि हाल्दैन मोबाइलमा राख्छु मेमोरी यो चाहिँ हाल्छु होला याद गरेर गर्ने भने हुन्छ त्यो भन्दा पनि धेरै हुनसक्छ के हुन्छ अरे नानु बोर लाग्नु थाल्यो म चाहिँ यस्तो खुसी छु हेर्नुहोस् है राम्रो मलाई दुरियन खाना लाने रे हाई वाउ दुरियनको ट्री मेरो क्यामेरा कस्तो धुलो भइरहेको रहेछ यो चाहिँ मलेसियाको एकदमै फेमस फ्रुट दुरियन एकदमै मन पराउनलाई चाहिँ एकदमै मिठो हुन्छ अनि हेल्दी पनि कस्तो राम्रो ठाउँ हो angkat dulu debu. Sembayang. Angkat luar ni. Oh ya ada, ya buat ada debu ah. Oh sama. Sini minum air tak ada? Air tak ada. Air tak ada. Air tak ada ke? Habis. Kenapa macam mau makan? Air ada cuci ada tangan salur ada. Glove ada. यो चाहिँ दुरियनको रुखै रुख Tangan wangi ada flower di sini. Kakak itu semua awak punya durian tree? Kakak Ibah. Oh. Okey ni bukan ni ah Oh, cantik. Ah. Long siapa takut kita bawa. खानुस् दुरियन तपाईँको लुगाको कलर र दुरियनको कलर एउटै भयो यम्मी तपाईँहरूले पनि ट्राई गर्नु होला एक दुईचोटि मन पर्दैन तिन चारचोटि मन पर्दैन खाँदै गएपछि चाहिँ कहिले छोड्न भने लाग्दैन यस्तो दामी कस्तो लाग्यो बिमारी जस्तो गरेर खाने जाति औषधी जस्तो कस्तो लाग्दैछ दुरियन Okey. Jumpa lagi, bye bye. Jumpa lagi, bye bye. Bye bye durian. Koruk. See you again. Oh, सबै durian ko रुख हो कति त है खासै उम्रिने चाहिँ कुन महिना वर्षको एकचोटि यही हो के यही सिजन हो खाने भनेको यही सिजन हो फिल्ममा सुटिङ गर्छ नि त्यो मलिकले बनाएको घर जस्तो होइन हल्का मस्तिष्क बनाउन बिल्ला घरै हो अब हामी घर आइपुग्न लागिसक्यौँ फाइनल्ली आइपुग्यौँ के लाने ऊको त ढोकामा राख्दो रहेछ लु फाइनल्ली हामी यहाँको माघे सङ्क्रान्ति मनाउनु हुँदो रहेछ यहाँ पनि अनि हामी पङ्गल पूजाको लागि आइसक्यौँ यसको काँडा बिर्दो रहेछ क्या फाइनल्ली दिदीको घर आइपुग्यौँ हामी ए दिदीको क्युट कार त यहाँ पो रहेछ क्युट कार त यहाँ पो रहेछ पर्पल पिङ्क हो कि अरेन्ज होइन यो अरेन्ज कलर दुरियन खाएर नभएर हामीले फेरि यो पनि खायौँ यसको नाम चाहिँ ज्याक फ्रुट है दिदी म्याङ्गो स्टेन कटर नेपालको कटर यो फरक हो क्या नानु नेपालको जस्तो नि पाउँछ अलि मोटो मोटो अलिक ठुल्ठुलो हुन्छ कि नेपालको चाहिँ त्यो मैले यस्तै हो तर चिप्लो खालको खिर छिटै पाक्छ ए पङ्गल पूजामा चाहिँ यो खिर यहीँ बनाएर खाने दिदी रियली हो र यही बनाएर खाने हो नि त हो र म चाहिँ फर्स्ट टाइम पङ्गल पूजामा छु रमाइलो लागिरहेको छ नरिवल पनि फुटाउनु पर्दो रहेछ तर मेरो ब्याग यहाँ दिनु न
यता बोलाउनु न दिदीले अब नेपाली पाठमा पढाउनु ए हेर्नु दिदी हो ल ल ल छिटो छिटो मेरो ब्लगमा कपिराइट उम्लेपछि अनि पङ्गल पङ्गल भनेर भन्नुहुँदैछ माघे सङ्क्रान्ति प्लस पोङ्गल के मलेसियामा इन्डियनहरूले पोङ्गल मनाउँछन् कि माघे सङ्क्रान्ति जस्तै हाम्रो जस्तो नेपालीले हाम्रो मगरहरूको धेरै स्पेसल चाहिँ यो मगरको चाडबाड होइन माघे सङ्क्रान्ति भनेको हो कि होइन मगनी हो हो त्यसै गरेर आज भने मलेसियामा पनि माघे सङ्क्रान्ति यस्तो राम्रोसँग मनाउँछन् कि त्यसले गर्दाखेरि आज हामी हाम्रो घरको अगाडि यसरी 3टा उखुलाई यसरी स्ट्यान्ड गराएर होइन त्यसपछि यहाँ दुध जति उम्लेर जान्छ होइन त्यति बिजनेस राम्रो भन्छ कि यहाँको पोङ्गल साउथ इन्डियनको चलन त्यस्तो छ त्यसले गर्दा आज हेर्नुहोस् न यहाँ त्यसो भएर तपाईँको यो सालको बिजनेस एकदम राम्रो वाउ छ हेर न आज घरमा पनि यस्तै हो भएको मेरो दोकानमा पनि यस्तै भयो होइन घरमा आएर पनि फेरि पनि यस्तै नयाँ घरमा पनि यस्तै घरमा यस्तै आज 3 ठाउँमा पूजा गर्नुभयो कस्तो सायद कस्तो राम्रो फेरि आज पनि 3 ठाउँमै यति पङ्क्चुअल टाइममा पूजा गरेछु कि वाउ अब के भन्न चाहनुहुन्छ प्राउड अफ यु दिदी तपाईँ हरेक कुरामा होइन एकदमै एक्टिभ है थ्याङ्क यू हेर त दुध जति त सबै पकाएर त यति मात्रै रहेछ वाउ वाउ यति मात्रै छ त्यो पनि अझै पक्न लाग्छ हेर त अब हामीले यसै खाने होइन पङ्गल 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 हाम्रो क्यामेराम्यान बहिनी चाहिँ दुईटा फोन लिएर भिडियो बनाउँदैछिन् मैले यहाँ दिदीको राखेको छु क्या यो अहिले फोन गुस्सा हो बेबी गुस्सा नै हूँ बेबी मुनि डढ्यो होला हौ त्यो शब्द के हाल्न पायो भने भाइरल हुन्छ मुटु टच गर्ने होइन आबाट आमा फिल्म हेर्न जानुपर्छ ल ल जनवरी 30 तारिक ल दिदीलाई पकाउनु है हेर्न जानुपर्छ ल ल ल ओके ल एक कति शीतल यो एरिया त फाइनल्ली पूजासुजा सक्यो अब हामी फर्किन लागेको कति शीतल हो यहाँ त जान मनै लागेन सेलरोटी आयो सेलरोटीलाई आज हाम्रो फाइनल आज माघे सङ्क्रान्तिको डिनर हुँदैछ मेरो भ्लग चाहिँ यहीँ लास्ट हुँदैछ तपाईँहरूलाई हाम्रो डिनर देखाउँछु डिनर डिनर मान्छे नै हुन् थापा फेसनमा कम्ता क्युट मान्छे आउनु भयो टिकटकमा भाइरल फेसन सेन्टरले माघे सङ्क्रान्ति मेरो पोङ्गल दिउँसै झलल्ल बले कि भाइ यो अचार भनेको हाम्रो टरुल ल आउनुहोस् ल